अनि चिन्नुभयो गाइस मलाई हैन चस्मा लगाइरहेको छु हैन दसैँ तिहार सके जस्तो छ गाइस है ए जन्डीपुर चाहिँ खेल्दैछ यार यस्तो छ के स्विमिङ गरौँ चाहिँ हैन यस्तो चस्मा लगाइरहेको केटीले हेर्दै हैन उ त्यहाँ खाजा त खायो बस बिबिन गरौँले चाहिँ हैन बच्चा बोकेर जस्तो गरेर आयो खोइ बच्चा बोकेर जस्तो गरेर आएन हाई गाइज वेलकम ब्याक टु आवर च्यानल हैन अनि फेरि पनि आइसक्यो त हामी एउटा नयाँ भिडियो लिएर आउँछौँ माझमा हैन सो गाइज आज चाहिँ हैन यसो चितवनतिर जान लाग्यो हामी अनि चिन्नुभयो गाइज मलाई हैन चस्मा लगाइरहेको छु हैन चिन्नुभयो होला हैन साथी र म हो कि तपाईँलाई खोइ बिबिन तर कालो आयो यार यस्तो राम्रै आउँदैन कि क्वालिटी नि यहाँ अब चाहिँ बाइक र अब कति बजी जान्छ अब ट्याक्क 2 बजीतिर जाने भने अब कति बजी जान्छ 2 बजीतिर जाने भने त अहिले चाहिँ हामी बेसरमा छौँ बाहिर चाहिँ मान्छेहरू छ चहल पहल हामी दसैँ तिहार सके जस्तो छ गाइस है ए जन्डीपुर चाहिँ खेल्दैछ यार यस्तो छ कि दसैँ तिहारै सकेको छैन बात तो सही है दौड़ना तो पड़ता है सो गाइस हाम्रो बिबिन गरौँ चाहिँ हैन यस्तो चस्मा लगाइरहेको केटीले हेर्दै हैन उ त्यहाँ हेर्नु म केटी पनि देखाइदिन्छ है आमा ल बढी गाली हान्छ यार ल गाइस फाइनली हाम्रो के अरे यात्रा चाहिँ के हो सुरु हुन लाग्यो केटी हेर्दैछ कि यसले आमा केटी हेर्दैछ कि केटीले खाएर अब बाई बाई बेस्टर बाई बाई मलाई बाई बाई गर्ने होइन ऊ बाहिर बाई बाई गर्ने सो गाइज हामी चाहिँ होइन यात्रा हामी चाहिँ हिँड्दैछौँ इभी गाडी हो नि त बिस्तारी बिस्तारी हिँड्छ नि त बिस्तारी बिस्तारी हिँड्दैछौँ हामी चाहिँ होइन माइक्रो भए चाहिँ अलिक फास्ट हुने स्पिड हुन्थ्यो होइन इभी गाडी हो त्यो भएर चाहिँ बिस्तारै बिस्तारै त्यसमा कति बजी पुग्छ थाहा छैन अब 4 बजीसम्म चाहिँ पुग्छ होला होइन लगभग लगाएछ हामी चाहिँ होइन खाजा खान उत्रेको होइन यसो यार कलाएर होइन अब चाहिँ खाजा साजा खाएर अब जानुपर्ने हुन्छ अहिले चाहिँ हामी के अरे खैरेनीमा आइपुगिसक्यौँ गाइस है अब खाजा खाम न त यस्तो है खाम के न के होइन यस्तो खाम यार यस्तो भोक लाग्यो लास्ट यार मुख पनि च्याब्यो फेरि यस्तो गाइस हामी चाहिँ खाँदैछौँ चटपट खाजा त खायो खाजा खाइसक्यो गाइस अनि गाइस हामी चाहिँ होइन अब यहाँको नजारा हेर्दैछौँ नजारा यस्तो होइन यता बस हिँडिरहेको छ यता होइन हामी आएको चाहिँ यो हो के अरे इभी गाडी ब्ल्याक हो अब जानुपर्छ अब थाहा छैन कति बजी आयो होइन यस्तो के अरे 3 बजी 3:17 भएर अब 5 बजीतिर पुग्छ होला जस्तै छ अब थाहा छैन अब घर के चितवन नि भने ल हामी चाहिँ अब बस्न लाग्यो अब के अरे इभी गाडीमा सो अब फेरि यात्रा अब फेरि सुरु हुन्छ हाम्रो नुन त यार दिन्छ तर्को हालिदिएको है नुन त यहाँ उब्बर हालिदिरहेको भने एउटा दिँदा झन् नखाइकन छोडेर हिँडिदिएर नखाइकन छोड्यो भने उसको साथीले पर्ख्यो होला नि यार कस्तो उसको साथीले छोडिदिएको हो कि म त खाँदिनँ भनेर गएको थिइनस् तैँले चटपट चाहिँ अलि कस्तो रहेछ कि यार नमिठो हेलो हेलो भन्छ नि हेलो गाइज सो गाइज होइन हामी चाहिँ आइसक्यो होइन के अरे
बिपिन गुरुङले चाहिँ होइन बच्चा बोके जस्तो गरेर आयो खोइ बच्चा बोके जस्तै गरेर आएन अनि मैले चाहिँ जेब्रै झोला ल्याएको क्या टक्क लगाएर हामी चाहिँ होइन घर जाँदै समय यस्तो ग्राउन्डमा चाहिँ होइन बल खेल्दैछ होइन टक्क लगाएर बल खेलायो के खेल्यो अनि हामी चाहिँ हिँड्दैछौँ गाइड अगाडि म पछि कति लाग्छ भने कति लाग्छ र अङ्कल 250 रुपियाँ लाग्छ ल 250 200 गर्न मिल्दैन र अङ्कल मिल्दैन टाढा हो नि सो गाइस we have a vlog over there तो हामी चाहिँ आइसक्यो है गाइस अब ओके बेरको छि एकैछिन पछि हामी अब बाहिरको भ्यू हेर्न सक्छ है बाहिरको अर्को गाडीमा हो त अब पुऱ्याइदिनु भर्खरै अब त्यो टिभी गाडीमा आज हामी चाहिँ के भएर यस्तो यहाँ भयो गाइस आजको दिन त यार आज पनि राम्रो छ पेट पनि गइहाल्यो यार सो गाइस हामी चाहिँ होइन आइसकेको छ है टक्क लगाएर घरमा ब्लग गरेर आएको म चाहिँ ठुलो काटिदिन्छ राख्नुपर्छ नि अनि सो म चाहिँ आइसकेँ गाइस अब चाहिँ टक्क लगाएर हेर्नु यहाँ हेर्नु यति धेरै उस भएर चाहिँ क्या यार सबै यो बोरा उस भएर चाहिँ क्या च्यात्यो रहेछ कि सो अनि त्यही गाइस होइन आज यस्तो राम्रोसँगै भिडियो बनाउनु पाइने गाइस यार अब यति नै गाइस आजको लागि चाहिँ होइन सी यु अन द ब्लग बाई बाई गाइस